हेलो फ्रेन्ड्स, गुड इभिनिङ है सबैजनालाई। यो चाहिँ मैले अहिले फिलहाल भर्खर एडिट गरेर चाहिँ हालेको भिडियो हो। अन्त यति बेला चाहिँ हामीले के गर्दै थियौँ भन्दाखेरि चाहिँ म र दिदी चाहिँ कामसाम गरेर हाम्रो लन्च टाइम भएको थियो यति बेला हो साथी हो। अन्त सबैजनालाई सेवाङ्ने वेलकम ब्याक टु माई फेसबुक पेज भन्दा पनि हुन्छ, मिनी भ्लग भन्दा पनि हुन्छ हो। अन्त टाइम पाउँदैन साथी हो, त्यसै कारणले पहिला चाहिँ भिडियो बनाएर राखेको थिएँ र अहिले चाहिँ एडिट गरेर भोइस ओभर गरेर हालिरहेको छु। कस्तो के लाग्छ तपाईँहरूलाई हो, लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला प्लिज। अन्त मेरो पेजलाई सपोर्ट पनि गरिदिनुहोस् है। अन्त यति बेला चाहिँ मैले आज चाहिँ हाम्रो भात बनाएको थियो दिदीले, तर मलाई त रोटी खानु मन लागेर मैले रोटी पनि बनाएँ। किन भन्दाखेरि चाहिँ आलुको अचार बनाएको थिएँ नि त हो साथी हो। सिलौटोमा नपिसेको अचारै भए पनि, हातले मुसेको अचार भए पनि घरको जस्तो मजाले प्याज सुक्खा खोर्सानीहरू भुटेर हालेर बनाएको थियो दिदीले। अन्त वाइवाईको रस मैले बनाएको थिएँ। अन्त त्योसँग खानु पऱ्यो भनेर मैले रोटी बनाएको थिएँ दुईवटा मात्रै, तर कम्ती भएर फेरि अर्को सानो रोटी पनि लिएर खाएँ हो। अन्त यति बेला चाहिँ हामी दिदीबहिनी चाहिँ खाना खाँदैछौँ। अन्त खाना खाँदा खाँदा कति दिन बादमा बनाएको मैले यो भिडियो चाहिँ। खाना खाँदा खाँदा फेरि भिडियो बनाउनु मन लाग्यो। अन्त भिडियो त पनि बिहानै बनाउनु पऱ्यो भनेको थिएँ हो, रेकर्ड गर्नु पऱ्यो भनेको थिएँ बिहानै बनाएर। अन्त फेरि यसो सोचेँ होइन, खाँदै गर्दाखेरि बनाउनु पऱ्यो, अन्त त्यहाँदेखि चाहिँ हाल्नु पऱ्यो भनेर भने। अन्त फेरि यति बेला चाहिँ दिदीले मलाई के गरेको भन्दैछ, भाँडामै खाएको पनि उयो रेकर्ड गरिस् क्याउ भनेर भन्दै थियो। अन्त मैले भनेर भन्दै थिएँ। अन्त यति बेला चाहिँ म रोटी कम्ती भएर चाहिँ रोटी लिनु गएको थिएँ। अन्त ल्याएर पनि खाएँ। अन्त खाइसकेर त्यहाँदेखि मैले मेरो बुढालाई पनि खाना हाल्थेँ, भातहरू हालिदिएँ, सब्जीहरू हालिदिएँ हो। अन्त त्यहाँदेखिको दिदी त खाइसकेर उठेर गइहाल्यो। त्यहाँदेखि म पनि खाएँ। फटाफट खानासाना खाइसकेर त्यहाँदेखि मेरो थुप्रो थियो काम गर्नुपर्ने। अन्त यहाँ हेर्नुहोस् न, म चाहिँ भातसँग चाहिँ अरू सबै कुरा भन्दाखेरि पनि रोटी चाहिँ मनपर्छ। वाइवाईको रस चाहिँ म भातसँग मन पर्दैन हो, त्यहाँदेखि रोटीसँग मनपर्छ। अन्त यति बेला चाहिँ अब खानासाना खाइसकेर मलाई दिदीले भनेको थियो किचनहरू सफा गरेर, भाँडा त धोइदिइरहेको छु, चुल्हा चाहिँ सफा गरिदिए बहिनी भनेको थियो। अन्त मैले ल भनेको थिएँ। अन्त आधा घन्टा रेस्ट गरेर त्यहाँदेखि म उठेर गएर चुल्हा सफा गर्नु गएँ हो। सधैँ त म अब कोलिन हालेर सफा गर्छु, आज चाहिँ मलाई साह्रै अल्छी लागिरहेको थियो। तपाईँलाई थाहै छ यति बेला त कतिको घाम लाग्छ है, गुडगाउँ दिल्लीमा त कस्तो घाम लाग्दैछ भनेर। एसीमा बसे पनि काम गर्नै कस्तो अब लेजिनेस भएर आउँछ हो। अन्त त्यही भएर मैले त आज थाङ्नाले मात्रै पुछपाछ पारेँ हो। तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँहरूले त अब यति अब थाङ्नाले पुछेको पनि के देखाएको भन्नुहुन्छ होला हो। तर मलाई भिडियो बनाउनु मन लाग्यो। अन्त अब मैले के गर्दैछु भनेर तपाईँहरूलाई देखाउनु मन लाग्यो। त्यही भएर मैले भिडियो बनाएर मैले हालेको। त्यसमा चाहिँ मलाई नराम्रो कमेन्टहरू चाहिँ नगरिदिनुहोस् होला है। र मैले सफा गर्दा चाहिँ फेरि बेल बजेको भयो। अन्त त्यति बेला फेरि बेल बजेर त्यहाँदेखि एकछिन राखेर फेरि म डुवर खोल्नु गएँ। अन्त नानीको साथी आएको रहेछ। अन्त त्यसलाई पनि बेल किन एकरो बजाएको भन्दै कराइराख्दै त्यहाँदेखि आएर फेरि सफासुग्घर गरेँ हो। त्यहाँदेखि यतिकै मेरो आज दिन बित्यो साथी हो। बाई बाई सबैजनालाई।